आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत स्कटल्याण्डमा सम्पन्न श्रृंखलामा नेपाली क्रिकेट टोलीले 4 मध्ये 3 खेलमा जीत हात पार्दै शानदार प्रदर्शन गरेको छ। एसोसिएशन क्रिकेटमा शीर्ष स्थानमा रहेका स्कटल्याण्ड र नेदरल्याण्ड्स जस्ता बलिया टोलीलाई उनीहरूकै घरेलु मैदानमा हराउनु नेपालका लागि कुनै सामान्य उपलब्धि होइन। नेपालले खेलहरूमा एकतर्फी दबाव सहन नदिई प्रतिस्पर्धात्मक रूपमा उत्रिँदै उत्कृष्ट प्रदर्शन गर्यो। स्कटल्याण्ड विरूद्धको एक खेलमा नेपाल मात्र 2 रनले पराजित भयो, त्यो पनि अन्तिमसम्म संघर्ष गरेपछि। यो श्रृंखलाबाट नेपालले 6 महत्वपूर्ण अंक बटुल्दै लीगको पुछारबाट माथि उक्लदै 16 खेलबाट 12 अंक पुर्याएको छ। श्रृंखला प्रारम्भ हुनु अघि नेपालले अस्ट्रेलियाका अनुभवी प्रशिक्षक स्टुअर्ट ललाई टीमको मुख्य कोच नियुक्त गरेको थियो। उनले आफ्नो पहिलेय अन्तर्वार्तामा आफूलाई हार मन नपर्ने भन्दै सबै खेल जित्ने मानसिकताले खेल्ने बताएका थिए। उनी भन्छन्, हामी प्रत्येक खेल जित्न मैदानमा उत्रिन्छौं। नेपालले प्रशिक्षक लको नेतृत्वमा त्यसै अनुरूप प्रदर्शन गर्यो। पराजित खेलमा पनि नेपालको लय र समर्पण सराहनीय रह्यो। यस यात्रा दौरान करण केसीको फिनिशिङ, आरिफ शेखको संयमित पारी, नन्दन यादवको उत्कृष्ट डेब्यू र सन्दीप लामिछानेको पुनरागमन बलिङले टोलीलाई सफलता दिलायो। नेपालले श्रृंखला अघि नेपालमै कोर क्याम्प गरेको थियो र त्यसपछि इंग्ल्याण्डमा पुगेर काउन्टी क्लबहरूसँग अभ्यास खेल खेलेको थियो। कार्डिफको न्यूपोर्ट, एमसीसी, ग्ल्यामर अर्गन र ग्लोसेस्टरशायर विरूद्ध अभ्यास खेलहरूमा अपराजित रहँदा आत्मविश्वास बढ़ेको थियो। स्कटल्याण्ड पुगेर पनि ए टोलीसँग अभ्यास खेलेको नेपालले त्यसको लय लीग 2 मा पनि कायम राख्न सफल भयो। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार पीएम कपदेखि कोर क्याम्प र यूके टुरले समग्र तयारीलाई बलियो बनायो। यसले टीमको प्रदर्शनमा प्रत्यक्ष प्रभाव पार्यो। पहिले कमजोर देखिएको नेपाली टीमको मध्यक्रम यस श्रृंखलामा चम्कियो। आरिफ शेख, भीम सार्की, दिपेन्द्र सिंह ऐरी र गुलशन झाबीच राम्रो साझेदारीहरू बने। लोअर मिडल अर्डरमा सोमपाल कामी र करण केसीले पनि उत्कृष्ट साथ दिए। आरिफ शेख त नेपालका लागि 2 खेलमा म्यान अफ द म्याच समेत बने। उनले 78 र 84 रन बनाउँदै करियरकै उच्च प्रदर्शन गरे। यो सुधारले नेपाललाई निर्णायक क्षणहरूमा टिक्न सघायो। नेपालले स्कटल्याण्डलाई 1 खेलमा हराउँदा नेदरल्याण्ड्स विरूद्ध दुवै खेल जित्यो। यस्तो बलिया टोली विरूद्ध विदेशमा यस किसिमको जीत नेपाली क्रिकेटकै लागि ऐतिहासिक उपलब्धि हो। यस श्रृंखलाको जीत हाम्रो लागि अत्यन्त महत्वपूर्ण हो। बलिया टीमलाई हराउनु आफैमा ठूलो कुरा हो, आरिफ शेख भन्छन्। पूर्व प्रशिक्षक जगत टमाटा भन्छन्, अब मनोबल उच्च छ, निरन्तरतामा ध्यान दिनु जरुरी छ। स्टुअर्ट लले नेपाल आएदेखि नै टीममा नयाँ आत्मविश्वास भरेका छन्। हार्न नजानेको कोचका रूपमा परिचित लले युवालाई आफ्नो तरिकाले खेल्न प्रेरित गरिरहेका छन्। खेलाड़ीहरूका अनुसार उनी कूल र प्रोत्साहन दिने कोच हुन्। प्रवक्ता लामाका अनुसार आजभन्दा भोलि नै परिवर्तन ल्याउने कुरा होइन, तर योजना र वातावरण मिलेकोले छोटो समयमै सकारात्मक नतिजा आएको हो। उनले सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लको भूमिका पनि प्रशंसा योग्य रहेको बताए। उत्कृष्ट प्रदर्शनका बावजुद पनि सुधार गर्नुपर्ने क्षेत्रहरू छन्। विशेष गरी ओपनिङ ब्याटिङ र टप अर्डर अझै कमजोर देखिन्छ। प्राय खेलहरूमा नेपालले शुरूआती 2 विकेट चाँडै गुमाएको छ। डेथ ओभरमा पनि बलिङ कमजोर देखिँदै आएको छ। स्कटल्याण्ड विरूद्ध अन्तिम 10 ओभरमा 122 रन खाएको उदाहरण उल्लेखनीय छ। गुलशन झा जस्ता अलराउण्डरहरूको भूमिकामा स्पष्टता अभाव देखिएको छ। चोटका कारण उनी पूर्ण रूपमा सक्रिय देखिएनन्। यदि यस्ता कमजोरीहरूमा समयमै सुधार गर्न सकियो भने नेपाली क्रिकेटको पुनरुत्थान यात्रा अझ सुवासित हुनेछ। स्टुअर्ट लको आगमनले नेपाली क्रिकेटमा नयाँ ऊर्जा थपेको छ। युवा खेलाड़ीहरूको निखार, समर्पण र योजनाबद्ध तयारीको फलस्वरूप नेपाल अब पुनरागमनको बाटोमा छ। अझ केही रणनीतिक सुधार र निरन्तरता कायम राख्न सके नेपाली टोली पुनः विश्व मञ्चमा चम्कन सक्ने सम्भावना प्रबल देखिन्छ।